नमस्ते साथीहरू, यहाँहरूलाई यो भिडियोमा म परीक्षामा एक्स्ट्रा समय कति दिन सकिने व्यवस्था छ त भन्ने सन्दर्भमा छलफल गर्न गइरहेको छु। शिक्षा नियमावली 2059 को नियम नम्बर 47 मा थप समय उपलब्ध गराउने भन्ने व्यवस्था गरिएको छ। सो अन्तर्गत अन्धा, बहिरा, सुस्त मनस्थिति भएका वा शारीरिक कारणले अपाङ्ग विद्यार्थीलाई अपाङ्गताको प्रकृति हेर्दा निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा बढीमा 1 घण्टा थप समय उपलब्ध गराउन सकिने भन्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ। तर अन्धा, बहिरा, लाटा, अपाङ्ग वा सुस्त मनस्थिति भएका विद्यार्थीका लागि निजले बुझ्ने साङ्केतिक भाषामा परीक्षा दिने प्रयोजनका लागि, जस्तो अन्धाले ब्रेल लिपिको प्रयोग गर्दछन् भने साङ्केतिक भाषामा परीक्षा दिने प्रयोजनका लागि चाहिँ केन्द्राध्यक्षले बढीमा 1 घण्टा 30 मिनट समय उपलब्ध चाहिँ गराउन सकिने भन्ने व्यवस्था छ। यसको अर्थ हजुरले के बुझ्नु पर्यो भन्दा 1 घण्टा सामान्य अवस्थामा 1 घण्टा समय उपलब्ध, थप समय, एक्स्ट्रा समय उपलब्ध गराउने हो। तर परीक्षार्थीले साङ्केतिक भाषाको प्रयोग गरेर परीक्षा दिन्छ भने त्यस्तो बेलामा चाहिँ केन्द्राध्यक्षले बढीमा 1 घण्टा 30 मिनटसम्म समय थप गर्न सकिने व्यवस्था छ भनेर तपाईले बुझ्नुपर्ने हुन्छ। यस्तै भिडियोका लागि हामीसँगै रहनुहोला। थ्याङ्क यू सो मच।